अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सबैलाई मैले शुभकामना दिन चाहन्छु। युवासँग संवाद समृद्ध नेपालको आधारहरू युवाको विचार भन्ने मूल नारा आत्मसाथमा आरुषि विशाल हजुरहरूको सामु प्रस्तुत भएको छु। मेरो पुस्तकको राजनीति कस्तो हुनुपर्छ त भन्ने गम्भीर विषयमा आफ्नो विचारहरू पोख्न आएकी छु। दशकौँदेखि हामीले नेपालमा भाषण, ठुला आसमान र दलगत स्वार्थको राजनीति मात्र देख्यौँ। नेताहरूलाई राजनीति सत्तामा पुग्ने एउटा माध्यम बन्यो, तर नागरिकका लागि सधैँ शास्ति मात्र रह्यो, होइन र? हामीलाई अब आसमान होइन, नतिजामुखी काम चाहिएको छ। देश निर्माणको फल मानिने संसद भवन आज जनताको मुद्दामा छलफल गर्नुभन्दा पनि राजनीतिक दलहरूबीच झगडा, घेराउ र व्यक्तिहरूबीचको झगडा गर्ने थलो बनेको छ। जनताको समस्या छटपटाइरहेका संसदको समय र देशको ढुकुटी विवादमा खेर गइरहेको एउटा थलो बनेको छ। जनता समस्यामा छटपटाइरहेको छ भने संसदमा भने आवाज उठेको छैन। यसरी नै हिजो कपडाको उद्योग जस्ता बन्द अवस्थामा रहेका राष्ट्रिय उद्योगहरू पुनः खेर गर्ने हटेर सञ्चालन गर्ने पटक पटक कुरा उठ्छ, तर मिडियाहरू भने केही बनेको छैन। यिनीहरू सबै भाषणमा मात्र सीमित रहेका छन्। आज पनि सर्वसाधारण नागरिकहरू खाना पकाउने ग्यास र इन्धन जस्ता आधारभूत वस्तुका लागि घन्टौँ लाइनमा बस्नुपर्छ। यही हो राजनीति। कति आवश्यक उपभोग्य वस्तु पनि आपूर्ति गर्न धैर्य हुने राज्यको भित्र व्यवस्थापन लाग्छ मलाई त। हालै सुनसरी देखिएको दुःखद तनावले के देखाउँछ भने केही स्वार्थी तत्त्वहरू आफ्नो राजनीतिक फाइदाका लागि जात, धर्म र क्षेत्रको नाममा सामाजिक शब्द बिगार्न खोज्दैछन्। Is this what we expect from new government? नयाँ गभर्मेन्टले यही गरेको हो त? त्यसैले मेरो पुस्ताले खुसीको राजनीति कस्तो हो त? हाम्रो पुस्ता राजनीति संसारलाई झगडा गर्ने ठाउँ होइन, जनहितको लागि नीति बनाउने र समृद्ध खाता खोल्ने थलो बनाउनुपर्छ। नाटक होइन, नतिजा हेर्नुपर्छ। हामीलाई गफ होइन, हिजो कपडा उद्योग जस्ता बन्द राष्ट्रिय उद्योगहरू सञ्चालन गरेर स्वदेशी उत्पादन बढाउने र हजारौँ युवालाई यही रोजगारी दिने नतिजामुखी राजनीति चाहिएको छ। धर्म, जात र भूगोलको नाममा होइन, विधिकरणपूर्ण अस्वीकार गर्दै सुनसरी जस्ता घटना फेरि नहुँदोरहेछ भनेर देशलाई सुधार गर्ने राजनीति चाहिएको छ। कुनै दलको झगडा गुबरीको आधार होइन, मानिसको क्षमता र निष्ठाको आधारमा अवसर पाइने पारदर्शी वातावरण चाहिएको छ। आदरणीय श्रोतगणहरू, युवाहरू केवल भूमिका कर्णधार मात्र होइन, आजको संवाहक हो। यदि हामीले संसदमा रमिता र बडा राजनीतिलाई चुपचाप सहेर भन्यो भने त्यसले हाम्रो र आउने पुस्ताको भविष्य बिगार्दछ। त्यसैले अब मुक्तसम्म बन्ने वा निराशा पुग्ने होइन, आवाज उठाउने हो, खबरदारी गर्ने हो र उत्तरदायी नेतृत्व निर्माण गर्ने समय आएको छ। आउनुहोस्, हामी सबै मिलेर विभाजन र झगडाको राजनीतिलाई अस्वीकार गरौँ र सुशासन, समृद्धि र राजनीतिक सुरुवात गरौँ। जय देश। यो हो हेर्ने मिडिया।